हेलो नमस्ते सबैलाई। र तपाईँहरूकोमा यो कार्ड छ, यो कार्ड त छ होला नि होइन, स्वास्थ्य साथी कार्ड भन्ने, जो चाहिँ स्टेट गभर्मेन्टले चाहिँ एउटा हेल्थ इन्सुरेन्सको विषयमा सप्लाई प्रोभाइड गराएको थियो पश्चिम बङ्गालभरि। अनि यो कार्ड चाहिँ तपाईँहरूले केमा राख्नु भएको छ भन्नु त? कहीँ मतलब बेडको मुनि, कहीँ नलाग्ने चिजमा, मतलब कहीँ बेगको भित्र होइन, कहीँ फाइलको भित्र, यो काम लाग्दैन भनेर कतै राख्नुभएको छ? त्यसरी नराख्नुहोस्। यो एउटा यसको अगर सही जानकारी र सही यसको बाटोमा हिँड्नुभयो भने तपाईँले यसको भ्यालु बुझ्नेछ कि यो चाहिँ यसमा चाहिँ हाम्रो 5 लाख रुपियाँ तक पैसा छ भनेको छ। तर अब छैन होइन, त्यो चाहिँ म तपाईँलाई देखाउने छु होइन। वाकैमा छ भनेदेखि देखाइहाल्छ, छैन भनेदेखि देखाउँदैन। तर यो कसरी चेक गर्ने भन्दाखेरि चाहिँ तपाईँहरूको यो आफ्नै स्मार्ट एन्ड्रोइड फोनबाट चेक गर्न सक्नुहुन्छ। र सिम्पल प्रोसेस छ, म तपाईँलाई मेरो स्क्रिनमा लिएर जान्छु। सबभन्दा पहिला तपाईँ होम स्क्रिनमा आउनुहोस्, त्यसको बादमा गुगल प्ले स्टोरमा क्लिक गर्नुहोस्, त्यसको बादमा सर्च बारमा क्लिक गर्नुहोस्, यहाँनिर माथि लेख्नुहोस् स्वास्थ्य साथी, SWA, यहाँ स्वास्थ्य साथी एप भनेर लेखेको छ, यहाँ क्लिक गर्नुहोस्। यहाँनिर तपाईँहरूको डाउनलोड गर्नु भएको छैन होला, त्यही कारण यहाँ इन्स्टल देखाउँछ। मेरो चाहिँ यहाँ डाउनलोड गरिसकेको छ, त्यही भएर ओपन देखाइरहेको छ र म ओपन गरिरहेको छु। र यो चाहिँ गभर्मेन्टको एउटा अफिसियल एप हो होइन, स्वास्थ्य साथीको। र यसमा चाहिँ अब यो यस्तो प्रकारको इन्टरफेस खुलिन्छ। यहाँ अलरेडी हेर्नु 2.4 करोड प्लस फ्यामिली कभर भइसकेको छ यो कार्डबाट। र तपाईँले यसको ब्यालेन्स हेर्नुको लागि चाहिँ यहाँ लेफ्ट साइडमा 3 लाइन दिएको छ, त्यहाँ क्लिक गर्नुहोस्। क्लिक गरेपछि यहाँनिर URAN भेरिफिकेसन भन्ने छ, यहाँ क्लिक गर्नुहोस्। त्यसको बादमा आफ्नो डिस्ट्रिक्ट सेलेक्ट गर्नुहोस्। डिस्ट्रिक्ट सेलेक्ट गर्नुहोस्। तपाईँहरूको अवश्य यो दार्जिलिङ पर्छ, हाम्रो चाहिँ दार्जिलिङ पर्छ, तपाईँहरूको कुन चाहिँ पर्छ त्यो सर्च गर्नुहोस्। र यहाँनिर एन्टर URAN, यहाँनिर चाहिँ युआरएन नम्बर आफ्नो दर्ज गराउनुहोस्। युआरएन नम्बर चाहिँ कुन चाहिँ भन्दाखेरि यहाँनिर मुनि हुन्छ, जो चाहिँ कालो कालो अक्षरमा लेखेको छ। र म आफ्नो युआरएन नम्बर देखाउँदैछु, 1907। त्यसपछि सो डाटामा क्लिक गर्नुहोस् र यहाँनिर नाम आइसकेको छ, यो कार्ड एक्टिभ छ। र ब्यालेन्स चाहिँ कसरी चेक गर्ने भन्दाखेरि यहाँ मुनि हेर्नुहोस् त, भ्यू ब्यालेन्स लेखेको छ, यहाँ क्लिक गर्नुहोस्। यहाँ 5 लाख रुपियाँ देखाएको छ, हेरिहाल्नु होला तपाईँले होइन। यसरी देखाउँछ तपाईँको कार्डमा 5 लाख रुपियाँ छ। अगर तपाईँले युज गर्नु भएको छ भने यसमा कम्ती ब्यालेन्स हुन्छ, अगर एकपल्ट पनि युज गर्नु भएको छैन भने तपाईँको 5 लाख रुपियाँ ब्यालेन्स देखाउँछ। सो तपाईँलाई कस्तो लाग्यो मेरो यो जानकारी होइन? तपाईँहरूले पनि चेक गर्नुहोस् यो कार्डमा चाहिँ 5 लाख रुपियाँ छ छैन होइन। र यसमा चाहिँ कसरी यो हस्पिटलमा उयो के अरे कुन चाहिँ हस्पिटलमा चाहिँ यो लागु हुन्छ भनेर तपाईँले सोध्नुहुन्छ भने चाहिँ त्यसको लागि चाहिँ म अलग्गै बादमा एउटा भिडियो बनाउँछु होइन, त्यसमा तपाईँले हेर्न सक्नुहुन्छ। र अहिलेको लागि चाहिँ मैले यो जानकारी दिएँ तपाईँलाई होइन। आफ्नो कार्डमा चाहिँ 5 लाखसम्मको हेल्थ इन्सुरेन्स कभर हुन्छ। र तपाईँहरूले पनि यसरी चेक गर्नुहोस् र यो कार्डलाई चाहिँ एकदम नफालिराख्नुहोस्। र तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होइन, एउटा लाइक गरिदिनुहोस्। र धन्यवाद, यति भन्दै